गाइस नमस्ते वेलकम एन्ड आज चाहिँ फुल्ली इन्टरटेनमेन्ट सेलिब्रिटी तो राखै छु फेरि चटक सुरु भयो अर्को चटक पगलाइलो छोरी पगलाइलो मेरो रेडी भइसकेको छु हेलो फाइनली गाइस दिन होला भाइरल नगर्दिनु 5 दिन होला बस्नु के चपला त नै छ आयो चली थाहा छ तर हाके हेलो गाइस नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल पर्सु ब्लग गाइस फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नेक्स्ट ब्लगमा र म चाहिँ एकदमै सन्चै छु र आशाका साथमा हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भनेर म यो भिडियो यही स्टार्ट गरेर लागेको छु अनि एकछिनमा चाहिँ साडी लगाएर टिकटक बनाउँछु गाइस ब्लग पनि बनाउँछु तपाईहरुलाई हेराइदिन्छु आज चाहिँ साँच्चैको ब्लग बनाउँछु नै आज चाहिँ फुल्ली इन्टरटेनमेन्ट वाला ब्लग आउनेछ गाइस तपाईहरु फुल वाच गरिदिनु होला अनि रमाइलो गरिदिनु होला आज एकदमै राम्रो ब्लग आउँदैछ गाइस साथी आज को आएको छ मेरो घरमा सेलिब्रिटी हाई कर दी ओए तो राखै छु कमेडी यहाँ हेर्नु गाइस फेरि चटक सुरु भयो अर्को चटक आते हो तुम पगलाइलो छोरी पगलाइलो सो गाइस हामीहरु रेडी भइसकेको छौं अब जाँदैछौं टिकटक बनाउन हेलो गाइस कन आथि सब्स्क्राइबर लाइक कर देला क फाइनली गाइस हामी गएको टिकटक बनाउन यो ब्लगमा गएर लाइक कमेन्ट सब्स्क्राइब गर्दिनु होला भाइरल नगर्दिनु 5 दिन होला बस्नु चुप 5 दिन होला भाग हमरा একটা साडी नै सम्झाइ छौ के टेन्सन भागल छौ के चपला त नै छौ पिन्नमा सिद्धो छ रुक माता के चपला आनै छ ले ब्लग पकड मोबाइल ले बना ताल Documentar se decade. गिर जावे ना घर में लगा दी है चप्पल में स्टॉप कर दो बंद कर दो वीडियो हां बंद सो गाइस म चाहिँ अहिले नि के भन्छ खुरापाटी आइडिया आयो क्या मलाई के भन्छ म चाहिँ अघि नै सुतेर उठेको क्या अनि मलाई चाहिँ निद्रा लाग्दै छैन अहिले अनि म चाहिँ प्र्याङ गर्न लागेको गाइस अब त्यो कोठा जान्छु अनि सुतिसकेको छ हजुरआमा मम्मी चाहिँ त्यो कोठामा सुत्नुहुन्छ हैन अनि म चाहिँ प्र्याङ गर्छु के प्र्याङ भनेपछि तपाईहरु हेर्दिनु होला है त म जान्छु नि अनि उनीहरु सुतेको हुन्छ नि म नि सुतेकैमा मेकअप गरिदिन्छ अनि त्यसपछि भोलि अनि भोलि चाहिँ कस्तो रियाक्सन आउँछ भोलि चाहिँ कस्तो रियाक्सन आउँछ म त बिहानै उठ्दिन त थाहा पाउँदिन रियाक्सन मेकअप चाहिँ कस्तो गरिदिन्छु तपाईहरु हेर्दिनु होला है त ल म त गएको ए बच्चा यहाँ मेरो बच्चा यहाँ रुँदैछ कि के गर्दैछ यहाँ म चाहिँ जाँदैछु यार प्र्याङ गर्न केही म त गएको ए बच्चा यहाँ मेरो बच्चा यहाँ रुँदैछ कि के गर्दैछ यहाँ म चाहिँ जाँदैछु यार प्र्याङ गर्न केही सो गाइस म चाहिँ जान लागेको छु है
गाइज यिनीहरू चाहिँ उठिरहेछ म अब कोसँग प्राङ गर्नु गाइज मेरो त बिजोक गयो यो सुतेको छ यहाँ तलमा पस्रेको छ एउटा एउटा माथिमा पस्रेको छ बेज्जतमा कुन काम कुन काम डाक्टर सुत्ले सुते ले कई दिन तक कुछ बच्चा के करे बोल ना कुछ कथी बोलबे कुछ के खमा के करना बस हम प्रैंक करे लागिल छली था त तरह के कुन प्रैंक तुम कबो ओकरा भूत बना लागिल छली नानी के हनुमान सुत गेल हेते तै देखे चलो तहने बता के ना सब बेइज्जत छ मेरा बेइज्जत भयो यार बता के ना सब साथी करे मेरो प्लान फेल भयो गाइज अब भोलि तपाईहरुले हेराइदिन्छु कि कस्तो बनाउँछु भनेर बस के ना सब करे कोई क्यों करे कई पैसा ला ना पैसा ताप के करबे कुन बच्चा के कई करे छै पासनी नहीं अति आने होते सुता हॉस्पिटल से तो कई पैसा देली हमरा करेला पैसा होना चाहिए ना 1 टका देख रहा हमर सोना के हराई गेलो देखना होते है तो करना हराई गेलो कहै छी सोना के दोनों आगे चलो मत तो बड़ा ला नहीं सोना नहीं जानो हैं वो तो नहीं गेली कते सोना बनबे कते गेली तो देखली से गेल आई के तोर छुट्टी छला गए छुट्टी छला के नहीं छला बहन के क्या बजे के डिग्री छो हां 6 बजे तब बहन के भात पकला नहीं पड़ते ए पढ़ते निशा बहन के काम करे थे टेंशन हमरा था हमने उठवाऊं तो ओकरे उठे पकड़ ले छी है ना उठले छला हम कई करते वो प्रांगे नहीं भेला अब आज को प्रैंक सक्सेस भएन गाइज अब भोलि बनाउँछु है त सो गाइज आज आबै छ सो गाइज आज फेरि बनाउन पाइन भ्लग गाइज मोबाइल नै नभएर तोहर मोबाइल हम भ्लग बनाइते हेतु ने तोहर मोबाइल से अपन मोबाइल ट्रांसफर कर लेतु या पाछा हाल देतु या तर क्वालिटी नै असल छ तोहर मोबाइल के कना न कना आबै छ पहिले यहाँ मोबाइल से बनाइ छली ने बनाइते त हेती अहिले चाहिँ राति भएको छ गाइज म चाहिँ अघि सुतिहालेँ क्या बेलुकातिर अनि एकैचोटि राति उठ्यो भात खायो अनि फेरि आएँ सुत्नलाई अनि के भन्छ टिकटक भन्दैछु भ्लग नै बनाउन पाइनँ गाइज आज पनि अनि अहिले उठेँ अनि फेरि अब बाबुलाई चाहिँ यो खुवाउन आँटेको छु भिटामिन सी भन्छ कि डी भन्छ भिटामिन D44 हो यो अनि यहाँ यो चाहिँ नाकमा दिनुपर्छ गाइज अनि किनकि ज्वरो कहीँ छ ओकरा सर्दी लागल छै कहीँ छैन कि कहीँ छ रुगा लागेको छ गाइज अनि यो दिनुपर्छ क्या नाकमा अनि आँखा पनि सुनेको छ क्या जाडोले अनि आँखामा चाहिँ यो दिनुपर्छ अनि यो म दिन्छु है अहिले देखल जाइ छै कते राखो देखल जाइ छै असल छै सो गाइज म यो दिन्छु सुरुमा नाकको नहीं जाई छी कना म यो दिन्छु नाकको गाइज सुरुमा
अनि यो चाहिँ के भन्छ भिटामिन डी चाहिँ कति 1 ml दिनुपर्छ। मलाई चाहिँ थाहै थिएन क्या सुरुमा कति दिनुपर्छ कति दिनु पर्दैन भनेर। अनि डक्टरले त मलाई भन्नुभएको थिएन, मेरो घरको मान्छेलाई भन्नुभएको थियो, मलाई चाहिँ थाहै थिएन। अनि भर्खर टिकटकमा हेरेँ 1 ml दिनुपर्छ अरे, अनि 1 ml नै दिन्छु म चाहिँ। फेरि यो भिटामिन चाहिँ खान्छ नि, दबाईहरू दिन्छु नि खाँदैन। ले 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 मीठ 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 भयो सक्यो। अब नाकमा दिन्छु गाइस, नाकमा। लो लो ए अरे हम नाक में दे चलू, हमारा दिमाग फंसे गल जो कहीं नाक में दे सकली तब कह के नाक में कहीं लागल से जोर जोर जगह। एक थोपा दुनू आँख में देबै? नहीं एकदम दे। उ त नहीं फूलल छ आँख, अंगूत के फूलल छै। देबो दुनू में दे दै छु। एक टाइम देखै छी दुनू दिन काम में असर करते हो रहा है। सो गाइज आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु। मिनी भ्लग भयो गाइज। आज पनि के भन्नु, म भ्याउँदिनँ भ्लग बनाउन। आज के भन्छ एकदमै त्यो साडी लगाएर बनाएको नि त भिडियो, अनि एकदम थकाइ लागेको थियो। अनि म चाहिँ सुतिहालेँ क्या, अनि भ्लग बनाउन पनि बिर्सेर सुतेँ। पछि बनाउँछु भनेको क्या, अनि बिर्सेर सुतिहालेँ। अनि एकैचोटि राति उठे गाइज, के भन्नु। अनि त्यही भएर भ्लग बनाउनु पाएन गाइज। आज चाहिँ यति नै हो गाइज, मिनी भ्लग हो यो चाहिँ। अब भोलि पर्सि बनाउला लङ भ्लग। आज चाहिँ यति नै हो। म चाहिँ यहीँ इन्ड गर्न चाहन्छु भिडियो। बाई बाई, गुड नाइट।